माइती घरमा अब रिजल्ट राम्रो आएन भनेर आन्दोलनमा आउनु हाम्रो रिजल्ट चाहिँ एक्सपेक्ट गरेको भन्दा कम आयो एक्सेप्ट गर्नुभएको थियो कति आयो आउनु त राम्रो नै आएको छ तर पनि कुनै सब्जेक्टमा हुन्छ नि A+ को लेखेको ठाउँमा C+ आइदियो दिस इज बिग प्रब्लम म्यान मेरो बायोलोजी मात्रै 10 पास गर्दै थियो बायोलोजी भनेको के हो भने कसैले सोध्यो भने त भन्न सक्नुहुन्छ है पर्रै पर्ने कति आयो तपाईको मेरो 3.7 कट्नु पर्ने हो मेरो 3.47 आएको छ हामीले यति धेरै मेहनत गर्यौं तर हामीले चाहेको जस्तो मार्क्स पाएन हामीलाई त्यही चाहिरहेको कति चाहनु भएको थियो तपाईले हामीले 3.40 समथिङ त्यस्तो चाहिएको मागेर पाउने भएमा आफूले मेहनत गरेर लेखेको अब आफूलाई मार्क्सै दिएन त तपाईहरुले चाहेको जति नम्बर दिने भने त टिचर किन राख्नु पर्यो कलेज किन राख्नु एक्सपेक्टेसन कति थियो आयो कति एक्सपेक्टेसन त मेरो त ए सम्म त धेरै पनि थिएन एक्सपेक्टेसन त मेरो त ए सम्म त धेरै पनि थिएन तर ए भन्दा पनि मेरो त एनजीबु छ त 0.0 जिपिए छ त्यो जसरी रिजल्ट धमाधम प्रकाशित पनि भयो नोबल प्राइज पाउँछु भनेर होला है 35 दिन भित्रै निकाले नोबल प्राइज पाउँछु भनेर होला है 35 दिन भित्रै निकाले जिपिए चाहिँ पर्सनली 3.4 खोजेर आएको हो हैन तर मेरो एक्सपेक्टेसन अनुसार चाहिँ मेरो मिनिमम एक्सपेक्टेसन पनि 3.61 थियो हैन पास भइसक्नु भएको किन कराउनु परिरहेछ म पास त भए तर पास भयो भन्दैमा हुँदैन नि त कैसे लोग रहते हैं यार इंग्लिशमा मेरो बी आएको छ तो क्या हो गया त्यो त कति नै गाह्रो क्वेशन भयो भने मेरो इंग्लिशमा बी आउँदैन आउनु पर्ने अब म्याथमा त कति आउँछ भनेको थाहा छ नि त हामीलाई मजाले 60-65 मार्क्स गरेर आएको म म्याथमा फेल भएको छु हजुर होइन ट्याक्कै निकालेको आफैले चेक गर्दाखेरि पो धेरै नम्बर आउँथ्यो हजुर आफैले चेक गर्दाखेरि धेरै नम्बर आउँथ्यो चाहिँ फेल हुनु भएन हैन त म फेल होइन तपाई त आन्दोलनमा किन आउनु भयो त्यसो भए राम्रोसँग पढ्नु पर्छ पास हुनलाई राम्रो ग्रेड ल्याउनलाई चाहिँ कलेज बङ्क गरेर डुल्न जाने अनि त्यसपछि राम्रो घरको लागि पनि त हुन्छ नि त बाबुले यति राम्रो ल्याउँथ्यो भन्ने हुन्छ पहिला सानो बिल्ड हाल्नु त बुवाले यो पटक त्यस्तो भेटिएन त तपाईको जिपिए चाहिँ कति आएको छ जिपिए 2.80 तर म जति आउनु पर्ने त्यति चाहिँ आएको छैन कति आउनु पर्थ्यो कहाँ के मिस भयो त्यो भन्नुस् त कति आउनु पर्ने भन्नाले मतलब 3 कट्नु पर्ने मतलब एक्सप्रेसन चाहिँ मेरो अनएक्सपेक्टेड आयो कि यो त आकाश पछि जस्तो भयो कति आयो त आउँदै एक्सपेक्टेड चाहिँ मेरो 3.96 थियो आयो चाहिँ 3.85 आर यु कमेन्टिङ मी अब मलाई थाहा हुन्छ नि त मैले के लेखेको छु भनेर चीटिंग करता है तू चीटिंग करता है तू आफूले लेख्नु भएको कपी आफै चेक गर्नु पाउनुपर्छ भन्दैन नि तपाईहरु त्यसो त झन् नम्बर धेरै आउँथ्यो कि यो पार्शियल एक्जाम पनि दिन पाइन्छ यसमा सहभागी नहुने अब म सहभागी हुने तर अहिले पनि मेरो एक्जाम मैले दिए भने फेरि मेरो त्यही त्रुटि भएपछि म के गर्ने अनि नेपालमा पनि कसैको D+ आउँछ हजुर यो मेरो 12 को रिजल्ट एकदमै खतम निकालेको छ यो सरकार कैसे लोग रहते हैं यार जिपिए चाहिँ कति आएको 3.75 मैं गाली नहीं दे सकता नहीं गाली नहीं देना फैमिली देखती है वरना मैं ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखें ये बड़े भाई फैमिली म्याथमा चाहिँ A+ आउनु पर्थ्यो आएन के आयो B+ म्याथमेटिक्समा A+ आउनु पर्नेमा B+ आयो A+ आउनु पर्यो अरु केही थाहा छैन हजुर